डुवर्सको टोटापाडा वर्षाकाल प्रारम्भ हुनसाथ मादरीहाटदेखि विच्छिन्न हुन पुग्छ। मादरीहाटदेखि टोटापाडा जानलाई राज्य सडकले जोडेको भए तापनि यस दूरी बीच नजिकैको भुटानबाट प्रारम्भ भएको धेरै सुखा बगरहरू छन्, जहाँ वर्षायाममा तर्न नसक्ने बेल आउँछन् भने कुनै बगरमा हालसम्म पुल बनाइएको छैन। लकडाउन चलिरहेको समय गत सोमबार रातदेखि निरन्तर वर्षा भइरहेको हुँदा बाङ्ग्री खोलामा अत्याधिक जलस्तर बढेकोले टोटापाडा र मादरीहाट बीचको यातायात बिल्कुल ठप्प छ। यसो हुँदा आज टोटापाडा होलापाडा तर्फ गइरहेको धेरै लरी चालक, साधारण मानिस र साथै सरकारी कर्मचारीहरू बाङ्ग्रीको खोला किनारबाटै फर्किन बाध्य बने। यो क्रम पछिल्लो वर्षाकालहरूबाट निरन्तर चलि नै रहेको छ भने यस बाङ्ग्री खोलाले प्रत्येक वर्षाकालमा साधारण जनजीवन अस्तव्यस्त बनाइरहेको कुरो नौलो होइन। यस विषयमा स्थानीय बासिन्दा बापी शर्मा भन्छन्, यो खोलामा पुल बनिने कुरो वाम शासनदेखि नै सुन्दै आइरहेको छ, तर वास्तविकतामा अझसम्म केही नभएको, बरु अझ समस्या डामाडोल हुँदै गइरहेको छ।